एउटा सुन्दर गाउँमा हरिया डाँडा, बाटो, खोला, उकालो ओह्रालो र भिराइला वनपाखामा एउटा मायाको कथा जन्मिन्छ। सपना र विवेक सानैबाट सँगै खेलेर सँगै हुर्केका हुन्छन्। उनीहरू एकअर्काको निकै मिल्ने साथी हुन्छन्। विवेकले भने सपनालाई मनदेखि नै माया गर्थ्यो, तर सपनाको मनमा के छ विवेकलाई थाहा थिएन। सपनाले विवेकको मनको कुरा अलिअलि बुझिसकेकी थिए। तँलाई धेरै मन पराउँछ रे त के हो कुरो? सुत्लाएर पानी भर। अब जाम है त। कहिले काहीँ त हाम्रो पनि बोक्दैन हो, कति सपनाको मात्र बोकिन्छ। पछाडि नफर्किजाऊ फेरि लैलेस। त त भोलि सहर जाँदैछस् रे त? भोलि नै जाँदैछु। जानै पर्ने हो र? एक हप्ताको लागि मात्र हो। साँच्ची तँले एउटा कुरो भन्नु थियो नि। के कुरा हो भन्नु त? पछि आएर भन्छु। हेलो, रुसन्तिनी पुग्यौँ। मैले त्यहाँ वीरबहादुर अङ्कललाई फोन गरिदिएको छु। त्यहाँ यताउता सोधेर पुग है। ल, राम्रोसँग काम गर। बहिनी सुन न। हजुर भन्नुहोस् न। त्यो वीरबहादुर अङ्कलको घर कता होला? त्यहाँ तल चौतारा छ, त्यो चौतारा तलको घर हो। हस्, थ्याङ्क यू। बाबु घरतिर सबै सन्चै हुन्छ? हजुर, नानी बाहिर आइज त। बाबु सहरबाट आउनुभएको समस्याको सिलसिलामा बाबुलाई यसो गाउँ घुमाइदिनु न त। हुन्छ। सपना के भयो भन्नु न। तेरो नाम सुनेर मेरो नाम चाहिँ बिर्सिन्छु। मेरो नाम चाहिँ रोशन।
यसरी सपना र रोशन एकअर्काको नजिक हुन्छन्। बिस्तारै उनीहरू एकअर्काको मायामा भुल्दै जान्छन्। सपना अब विवेकबाट बिस्तारै टाढिँदै जान्छ। यता विवेक पनि सहरबाट आएर सपनालाई प्रेम प्रस्ताव राख्नको लागि निस्किन्छ। मलाई कहिले छोडेर नजानु है, म हजुर बिना बाँच्न सक्दिनँ। खै लाती छोडेर जान्छ जस्तो लाग्छ क्या। मेरै थियो। मलाई पहिले नै माया गर्छु भनेर भन्नुपर्ने थियो। अब त्यो माया मेरो मनमै सीमित रहने थियो। हेलो रोशन, तिमी तुरुन्तै फर्किन पर्ने भयो। यहाँ तिम्रो अर्जेन्ट काम पर्यो। हस् म आइहालेँ। ए बाबु कता हिँड्न लाउनुभयो? म त सहर हिँडेको बुवा, अर्जेन्ट काम पर्यो, राम्रोसँग बस्नु है। खाना खाएर गएको भयो हुन्थ्यो बाबु, राम्रोसँग बिदाई गर्न नि पाइएन। होइन बुवा, म बाटोतिरै खान्छु, राम्रोसँग बस्नु। नानी हात धोएर खाना पस्किन त। हुन्छ, रोशनजीलाई नि बोलाउनु, म पस्किँदै गरौँ त। बाबु त बिहानै हिँडिसक्नु भयो अर्जेन्ट काम परेर। समय बित्दै गयो। रोशन सहरको चमकमा हराए। सपना भने रोशनकै सम्झनामा डुब्दै गइन्। रोशनको फोनको प्रतीक्षामा बसिरहिन्। विवेकले यो सब थाहा पाए र एक दिन सपनाको घर पुगे।
सपनाले रुँदै विवेकलाई सबै कुरा भन्छ। तैँले अस्ति के भन्छु भन्दै थिइस् नि। केही होइन, म विदेश जाँदैछु। विदेश? किन? गाउँमा के गरे हुन्न र? अब गाउँमा बस्नु मन छैन, विदेश गएर धेरै कमाउनु छ। तँलाई पनि अब मेरो जरुरत रहेन। त चिन्ता नगर, ऊ एक दिन अवश्य फर्कनेछ। यति भन्न आएको ल। आज पनि तँलाई त्यति नै माया गर्छु जति हिजो गर्थे, तर त्यो माया तेरो खुसीमा अड्किएको छ। यसरी यो कथामा सबैको माया अधुरो रहन्छ, तर यो मायाको अन्त्य यतिकै हुँदैन। फेरि पनि यस्तै मायाको कथा जन्मिनेछ। कतिपय कुराहरू हामीले सोचेको जस्तो हुँदैन, तर भनिन्छ नि, जे हुन्छ राम्रोको लागि हुन्छ। हो, आज जे भइरहेको छ त्यो राम्रोको लागि भइरहेको छ।